खतरा भ्यू हेर्न मन लाग्छ के अहिले धूप छ यता धूप छैन त्यसैले यस्तो हेरिरहेछ I see the light inside you, brighter than the skies. Hold on, just let us escape and fly away tonight. There's so many things that I keep in my mind. Like a parents, there's a reason why we live. All the emotions I built up inside you. Got enough of every melody, they all sound the same. From my broken heart, no remedy. Maybe if you stay, we can get away with it. No, 'cause I'm feeling so free. फाइनली गाइज हामीहरू पुगिसक्यो हैन हेर्नु वाउ वाटरमेलन हर हर शम्भु शम्भु हेर्नु हामीहरू लगमा जाँदैछु त्यसको नजिकमा कति राम्रो बनाइदिएको छ यार यहाँ चारैतिर पोखरी छ यहाँ त्यहाँ पनि भगवान छ त्यहाँ पनि भगवान छ यहाँ पनि भगवान छ चारैतिर भगवानै भगवान हेरिरहेछ फाइनली गाइज हामीहरू पुगिसक्यो हैन हेर्नु मेरो दोस्त निकम्मा दोस्त यही हो हैन वाउ हेर्नु त्यहाँ गेट रहेछ ऊ त्यहाँ हेर आउँदैछ अलिअलि मात्र वहाँ गेट रहेछ यहाँ यो भगवान रहेछ किन यस्तो यहाँ बनाएको होला साथीहरू कति ठुलो रहेछ यो नाग भगवान खतरा भ्यू हेर्न मन लाग्छ के अहिले धूप छ यता धूप छैन त्यसैले यस्तो हेरिरहेछ बेलुकातिर धेरै राम्रो आउँछ के हामीहरू धुपैमा आइसक्यो के गर्नु रहर थियो त्यसैले आइसक्यो यति छिटो यहाँ घुम्नमा धेरै मजा आउँछ चारैतिर पानी पानी हेरिरहेछ पुरै समतल जमिन छैन हामीहरू यतै घुम्न आएको छु हैन क्यामेराम्यान क्यामेरा गर्दै हो तर यहाँ फोटोै राम्रो आउँदैन क्या त्यसैले अलि मात्र बुझाउँछु अर्कोचोटि आएपछि पुरै राम्रोसित भ्यू हेराउँछु के कस्तो छ यहाँहरूको पुजारी पनि छैन यहाँ त्यो रोड है यति घाम खेल लागेको लगाउनुपर्छ आँखामा पुरै खान सक्छु ओ माय गॉड यति ठुक भइसक्यो के गर्नु वहीं छ वहीं राम्रो देखिरहेको छैन यताबाट त त्यहाँ मान्छेहरू सेल्फी लिइरहेको छ कति राम्रो भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला
र यो ठाउँ राम्रो लाग्यो भने अँ, यहाँ आएर साथीभाइहरू अँ। घुमिदिनु होला। लोकेसन भनिदिनु हो, लोकेसन कहाँ छ र? धनुषाको पुरन्दाहा भन्ने ठाउँमा। पुरन्दाहा गाउँमा छ। धेरै राम्रो ठाउँ छ के, यहाँ घुम्नमा धेरै राम्रो आउँछ। यहाँ साउन आएको थिएन, अहिले यहाँ मेला पनि लाग्छ होइन। राम्रै छ। ल बाई।